मुहको खाद्यान्न सकिएको पत्ता लाग्छ। अब खानाका लागि कतै जानै पर्ने हुन्छ। त्यसैले नेता वेटालाई पनि सँगै जान आग्रह गर्छ। उनीहरू एउटा बजारमा पुग्छन् जुन स्याल दानवले चलाउँथ्यो, जसको अनुहार एकपट्टि साह्रै नै क्युट खालको केटीको र अर्कोपट्टि स्यालको थियो। वेटाले स्याल दानवसँग यो ठाउँको बारेमा बुझ्न प्रयास गर्छिन्। स्याल दानव भन्छ यो उनीहरूको संसार हो जो पुनर्जन्म लिन चाहँदैनन्। त्यसपछि उ थप्छ, यहाँ बस्नेहरू या त आफ्नो प्रियजनहरूलाई अत्याधिक माया गर्ने हुन् या उनीहरूका केही यादगार वस्तुहरूसँग बाँधिएका हुन्छन्। जस्तै वेटा पनि आफ्नो दिदीको स्कार्फ बोकेर हिँडिरहेको छ, तर यहाँबाट निस्कन एउटा मात्रै उपाय छ। स्याल दानवले एउटा पोखरी देखाउँछ अनि भन्छ जो कोही यस पोखरीमा हाम फाल्छ उसको सबै यादहरू यसको पानीले पखालिदिन्छ र ऊ यहाँबाट मुक्त हुन सक्छ। सबैभन्दा पहिले त्यो अपरिचित केटा खोल्सोको नजिक जान्छ तर केही देख्दैन। जब वेटाले त्यो पोखरीमा हेर्छ उसलाई आफ्नो दिदीको छाया झझल्किन्छ, तर उसको आफ्नो दिदीलाई कहिल्यै बिर्सन चाहन्न। त्यसैले ऊ पोखरीमा हाम फाल्दिन।